अझै शोभा दौरा गरेर आनुभयो कहाँ काट्नु है त्यो हो र आधा उनी राख्नुभयो भोक लाग्दैन नास्ता खानु भयो भोक लाग्यो होला त्यस्तो भिडमा लुट्टिन्न र कता जानु चलो कता जान्छ जानु त काट्नु कि काट्नु निस्किनु कता निस्किन्छ यस्तो अप्ठ्यारो नि ल कता निस्किनु चाहिँ ल निस्किनु त अहिले त्यो चाहिँ लुट्नु र फेरि नसिमुखर न मान्छे होला फेरि तित्ती जाब घाँसको लागि त्यस्तो अप्ठ्यारो परेन जाँदाखेरि एउटा मुठानी छैन तपाईको खरबारी त्यत्रो खरबारी भएको मान्छेलाई के को चिन्ता गर्नु छ लोट्नु लाग्यो त्यही त नसकेर छोडेको त झन् फेरि लोट्नु लाग्यो त्यस्तो धुलो उठ्छ उस राम 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 तपाईँले यत्रो दाउरा फेरि त्यो खर्नी केयर लाउँछ त तपाईँको झोला यत्रो झोला त छ कि कति किलो 4-5 किलोको होला झोलामा के हाल्नुपर्छ उसेर र यहाँ खस्ने पनि तल रोडमा ड्याममै हो औँसा डल्ला पारेर तल फाल्नुहोस् यता उरो नि होला है यता उरो छैन भिड पो छ यता उरो त यता उरो छैन अलि एउटा नानी छ एउटा मुठा त पुरानो हुन्छ होला एउटा मुठा त पुरानो हुन्छ होला यो घर काट्ने रे यस्तो भिड नहेर त ल काटेर आउनुहोस् है म ट्याक्कै आउँदै थिएँ अब यस्तोको भिडमा काट्छु भनेर भन्नुहुन्छ भिडियो गराइदिइहालेँ मैले फेरि म फेरि उता आउँदै थिएँ आउँदै गर्दा यस्तो भिडमा ल घर काट्छु भनेर भन्नुहुन्छ अप्ठ्यारो छ डर पनि कति नलागेको